प्रशस्त आशिष दिनुभएको होस्। तपाईँलाई अति नै धन्यवाद दिन चाहन्छु किनभने यो मण्डलीले उहाँलाई मात्रै सेवा गर्नु भएन तर मलाई आज यसरी वचन पनि बोल्नु अपर्च्युनिटी दिनुभएको छ। म प्रभुलाई अति नै धन्यवाद दिन चाहन्छु। धन्यवाद। हाम्रो पास्टर उहाँले भर्खरै भन्दै हुनुहुन्थ्यो, उहाँ मोटरसाइकलमा आउँदाखेरि जुन घटना भयो हामी यसमा प्रार्थना गर्दछौँ। उहाँले प्रार्थना गर्नु सक्नु भएको छ तर हामी फर्स्ट उहाँको लागि प्रार्थना गर्दछौँ। सामदानको बिचमा रहनुहुने हे हाम्रा स्वर्गीय पिता, हामी तपाईँलाई आज धन्यवाद दिन चाहन्छौँ। तपाईँले आज सात सामदानको बिचमा रहनुहुने तपाईँले सात ताराहरू मध्ये एउटा स्वर्गदूतलाई यस ठाउँमा पठाउनु भएको छ। त्यो स्वर्गदूतद्वारा तपाईँले छोरी अनि मण्डलीलाई आज सुरक्षा दिनुभयो। तपाईँलाई धन्यवाद। हामी यस समयमा सात सामदानको बिचमा हुने हाम्रो पवित्र आत्मा सात आत्मालाई समयमा हामी स्वागत गर्दछौँ। हामी सबैले फेरि उहाँलाई सात सामदानको बिचमा हुने हाम्रा पवित्र आत्मा हाम्रा पिता, हामी उहाँलाई सबैले अन्य भाषामा उहाँलाई स्वागत गरौँ। ओ राधा सेकेरेन्देर हेबे खेरेन्देर आकाशा करन्दुरुको खेन्देरे। पवित्र आत्मा तपाईँ ठाउँमा आउनुहोस्, हामीसँग वास गर्नुहोस्। ओ बुद्धि र समशक्तिको आत्मा, सल्लाह र शक्तिको आत्मा, परमप्रभुको भय र ज्ञानको आत्मा, ओ परमप्रभुको आत्माले हामी हरेकलाई भर्नुहोस् पिता, हामीलाई भर्नुहोस्। हामी यस समयमा सात सामदानको बिचमा हुनुहुने सात ताराहरू मध्ये एउटा हाम्रो स्वर्गदूतलाई पनि यस ठाउँमा हामी स्वागत गर्दछौँ। स्वर्गदूत तपाईँ आउनुहोस् यस ठाउँमा। तपाईँले प्रभु भलाकुसारी गर्नुहोस्। तपाईँले प्रभु पवित्र आत्मा जो हामीसँग रहनु भएको छ उहाँलाई तपाईँले भलाकुसारी गर्नुहोस्, उहाँलाई प्रेम गर्नुहोस्, उहाँलाई दायाँ बायाँ के छ कस्तो छ भनेर प्रभु तपाईँले स्याहार सुसार गर्नुहोस् ताकि प्रभु हामी उहाँसँग महिमित हुन सकौँ। हुन्छ पवित्र, म यो कम्प्युटर अन गर्दैछु। इन द मिन टाइममा तपाईँहरूले पवित्र आत्मालाई प्रार्थना गर्दै गर्नुहोला। ओ रासा करन्दरे सेकेरेन्दिरे खारा सोकोरोदो रेन्दिरे हिसा करन्दुरु हुबा दरहाबा खन्दरा सेकेरेन्दिरे खेरेन्दिरे खरन्दरा हाबा खाबारन्दरा सोकोरोन्दुरु हुबु खाबारन्दरा। महादेश मण्डलीमा छिर्दै यस ढोकाबाट सर्वप्रथम म तपाईँहरूलाई सानो परिचय दिन चाहन्छु। म चाहिँ एउटा सानो विश्वासी मात्रै हो। म प्रभुको मलाई 2019मा प्रभुले चुन्नु भएको थियो अनि मलाई जुन बोझ हालिदिनु भएको छ स्पेसली सुसमाचारको निम्ति होइन। म चाहिँ साधारण, म अहिले पास्टर होइन, म अहिले साधारण एउटा विश्वासी मात्र हो। तपाईँहरूको लागि म भन्न चाहन्छु। र अनि आज म यस मण्डलीमा तलबाट आउँदै थिएँ भर्याङमा, अनि प्रभुले आज यशाया 60को 4देखिको वचन हालिदिनु भएको छ। तपाईँहरूको सामु चाहिँ म पढ्दैछु। प्रभुले तपाईँहरूलाई भन्दै हुनुहुन्छ, तेरो आँखा उठाएर चारैतिर हेर, तिनीहरू सबै जम्मा भएर कहाँ आउनेछन्। तेरा छोराहरू टाढाबाट आउनेछन् र तेरा छोरीहरू हातमा बोकेर ल्याइन्छन्। तपाईँ देखेर त उज्जवल हुनेछ, तेरो हृदय आनन्दले गदगद हुनेछ। समुद्रको धन तर्फ ल्याइनेछ र जाति जातिको सम्पत्ति तहका आउनेछन्। ऊँटहरूका गोठान मिद्यान र येवाका सवारीका ऊँटहरूले तेरो देश ढाकिनेछ। सेवाबाट सबैजना परमप्रभुको प्रशंसा गर्दै सुन र धूप लिएर आउनेछन्। केदारका सबै बेडा बाख्राहरूको बगाल कहाँ जम्मा हुनेछन्। नबायतका भेडाहरूले तेरो सेवा गर्नेछन्। तिनीहरू बलि स्वरूप तेरो वेदीमा ग्रहण हुनेछन् र मेरो महिमाको मन्दिरलाई म सिगार्नेछु। आमेन। प्रभुले मण्डलीलाई अब यस 2026 र आउने दिनहरूमा तपाईँहरूको युथलाई
र सानो बाल बालिकाहरूलाई अचम्म र उद्योगको तरिकाले चलाउन चाहनुहुन्छ। मण्डली, तपाईँहरू तयार हुनुहुन्छ? तपाईँको यहाँ वचनमा के भनेको छ भन्दाखेरि तेरा आँखाहरू उठाएर चारैतिर हेर, तिनीहरू सबै जम्मा भएर चाका आउनेछन्। भनेको यो काठमाडौँको सबै युथहरू छ नि, तपाईँहरूलाई जम्मा भएर आउनेछ। अनि यहाँ यसो भन्दैछ, तेरा छोराहरू टाढाबाट आउनेछन्। नेपाल देशभरिको छोराहरू तपाईँले बोलाउनु हुनेछ। हामी यसमा घोषणा गर्दछौँ, तेरा छोरीहरू, छोरा मात्र होइन छोरीहरू पनि हात हातमा बोकेर ल्याइन्छन्। तब यो देखेर त उज्जवल हुनेछ, तेरो हृदय आनन्दले गदगद हुनेछ। तपाईँहरूको हृदय गदगद हुनेछ। तपाईँहरूले युथहरूलाई र सानो बालबालिकाको मिनिस्ट्रीलाई चाहिँ तपाईँले सोही अबदेखि सुरु गर्नु पर्यो। प्रभुले तपाईँहरूलाई शक्तिशाली रूपमा चलाउन चाहनुहुन्छ। तपाईँहरूले मण्डलीलाई नयाँ सिजनमा लिएर जाँदै हुनुहुन्छ। ओ रासा करन्देरे हे सेकेरेन्देरे हे। प्रभु, हामी समयमा प्रार्थना गर्दछु पिता, तपाईँले आज प्रभु मैले सुन्दै थिएँ मण्डलीको मिसनको बारेमा, अनि प्रभुले आज दिनुभएको वचन चाहिँ एफिसी 4:11देखि 13को वचन यसो भनेको छ, अनि उहाँका वरदानहरू चाहिँ यिनै हुन् कि कोही प्रेरित, कोही अगमवक्ताहरू, कोही प्रचारक, कोही मण्डलीका पास्टरहरू, कोही शिक्षकहरू भनौँ कि ख्रीष्टको शरीर निर्माण होस्, सेवाको काम गर्न सन्तहरूको सुसज्जित हो, र जबसम्म हामी सबैले विश्वासको र परमेश्वरको पुत्रको ज्ञानको एकता प्राप्त गर्दैनौँ र परिपक्व मानिस भने ख्रीष्टका पूर्णताको नापसम्म पुग्न सक्दैनौँ। मेन प्रभुले भन्न खोज्नु भएको चाहिँ जबसम्म हामी सबैले विश्वासको र परमेश्वरको पुत्रको ज्ञानको एकता प्राप्त गर्दैनौँ र परिपक्व मानिस भने ख्रीष्टमा पूर्णताको नापसम्म पुग्न सक्दैनौँ। तपाईँहरूको मिसन जुन छ नि, त्यो मिसनलाई पनि आज तपाईँहरू पवित्र आत्माद्वारा तपाईँहरूलाई चाहिँ तपाईँहरूले अब परिपक्व मण्डलीतर्फ लिएर जाँदै हुनुहुन्छ। केमा त? विश्वासमा र परमेश्वरको पुत्रको ज्ञानमा एकता प्राप्त गर्ने भन्ने कुरा छ। अब यो परमेश्वरको विश्वास र होइन परमेश्वरको पुत्रको ज्ञानको एकता के हो त? कसरी हामी चाहिँ परिपक्व मानिस बन्न सक्छौँ र उहाँको पूर्णताको नापमा हामी पुग्न सक्छौँ भन्नुको लागि चाहिँ सबैभन्दा पहिला हामी विश्वासको कुरा गर्दछौँ। तपाईँले विश्वासको बारेमा धेरै नै पढ्नु भएको छ होइन? विश्वास जस्तै अब म्याथ्यू 17:20मा भनेको छ, फेथ क्यान मुभ द माउन्टेन, होइन? यदि तपाईँहरूमा सानो एउटा राईको दाना जतिकै विश्वास छ भने पनि त्यो माउन्टेनलाई हटिजा भनेर हट्छ भनेर भनेको छ नि त। के छ भन्दाखेरि तपाईँहरूमा विश्वासलाई तपाईँहरूले बढाउनु पर्यो। र अनि हिब्रू 11:1मा तपाईँले पढिसक्नु भएको छ होइन? आशा नगरेको कुराहरूको निश्चय र अनि नदेखेको कुराको भरोसा हो भनेर भनेको छ। र याकुब 2:26मा भनेको छ, यदि कोही मानिस आत्मामा छैन भने त्यो शरीर मरे तुल्य हो, र हामीले पनि विश्वासमा काम गरेनौँ भने होइन हाम्रो विश्वास चाहिँ मरे तुल्य हुन्छ भनेको छ नि त। मेन गर्नुपर्ने काम चाहिँ मण्डलीलाई के भन्दै हुनुहुन्छ भन्दाखेरि नि, फेथ बिल्डअप गर्नुको लागि छ नि तपाईँहरूले युथ मिनिस्ट्री र होइन किड्स मिनिस्ट्रीमा तपाईँहरूले काम गर्नु पर्यो। मलाई थाहा छैन तपाईँले गर्नुभयो कि भएन होइन, तर के भन्दाखेरि म जुन मलाई वचन दिनुभएको थियो म त्यो मात्रै भन्छु। र तपाईँले अब आउने दिनमा त्यो गर्नुपर्ने कामहरू चाहिँ तपाईँको मेन हो। के छ भन्दाखेरि नि, जब जब हामीले सानो सानो काम गर्दै जान्छौँ नि, हामीले पढ्नु भन्दा पनि हामीले काम गराइबाट चाहिँ हाम्रो विश्वास बढ्दछ। जस्तै इक्जाम्पललाई हामीले इभान्जेलिजमको हाम्रो युथहरू अब गएर यस ठाउँमा बसिरहने होइन, युथहरू गएर यो सबै काठमाडौँभरि उहाँहरूले के गर्नु पर्यो भन्दाखेरि नि एज ए टिम भएर प्रार्थना गरेर अब इभान्जेलिजमको काम गर्न जरुरी छ। म तपाईँले एउटा युथहरूले गरेन भने छ नि, इभान्जेलिजमको आज काम गरेन भने छ नि, मण्डलीमा त कसरी युथ आउँछ भन्नु त? तपाईँले इभान्जेलिजमको काम चाहिँ यो तुरन्त सुरु गर्न जरुरी छ। र चिल्ड्रेन्स प्रोग्रामहरू जब तपाईँले चिल्ड्रेनलाई छ नि धेरै महत्त्व दिनुहुन्छ, र अनि चिल्ड्रेन जब मण्डलीमा आउँछ नि, बाबा आमु दाजुभाइ दिदी बहिनी सबै नातेर अटोमेटिकली आउँछ क्या। तपाईँले चिल्ड्रेन्स प्रोग्रामहरू सुरु गर्नु पर्यो ल, युथको अरू प्रोग्रामहरू, फुटबलको प्रोग्रामहरू,
सुरु गर्नु पर्यो। फुटसलको कुराहरू, युथको कुराहरू गर्नु पर्यो। मण्डलीको लोगो राख्नु पर्यो, एडभर्टिजमेन्ट गर्नु पर्यो। फुटबलको प्रोग्राम हुँदैछ, फुटसलको प्रोग्राम हुँदैछ, मण्डली यो मण्डलीबाट सञ्चालन गरेको, आउनुहोस् युथहरू भाग लिनुहोस् भनेर तपाईँहरूले, मलाई थाहा छैन तर म भन्दैछु तपाईँहरूलाई होइन। यो कुराहरू चाहिँ जब तपाईँले गर्नुहुन्छ नि, तपाईँहरूमा के छ भने तपाईँहरू आफैमा पनि फेथ बिल्डअप हुन्छ र युथमा पनि फेथ बिल्डअप हुन्छ र अनि युथमा आउने साथीहरूलाई जब उनीहरूले होइन सुसमाचारको सुनाउँछ, तपाईँ युथहरूले के गर्दाखेरि यशाया 60:4 वचन अनुसार तपाईँका आफ्नै छोराछोरीहरू, काठमाडौँका नेपाली जाति र घरानाका आफ्नै छोराछोरीहरू के गर्नेछन् त, तपाईँका दौडी दौडी आउनेछन् अनि तपाईँहरू त्यो हेरेर के हुनेछन् त, मोहित हुनेछन् भनेर आज प्रभुले तपाईँलाई भन्दै हुनुहुन्छ। त्यस्तै गरी तपाईँहरूले अब गरिरहनु भएको छ, हिलिङ एन्ड डेलिभरेन्सको प्रोग्राम गर्नु पर्यो, एडभर्टिजमेन्ट गर्नु पर्यो, कसैलाई केही भएको छ भने होइन यसरी आउनुहोस् भनेर तपाईँले प्रचार प्रसार गर्नु पर्यो। अब इन्टरनेट प्रोग्रामलाई तपाईँले अझ बढी चलाउनु पर्यो अनि इन्टरसेसनको प्रोग्राम, यस्तो इन्टरसेसन एउटा यस्तो कुरा हो तपाईँको होइन। हरेक तपाईँले गर्ने कामलाई चाहिँ प्रभुलाई राख्नुहोस् र प्रभुलाई प्रार्थना गर्नुहोस् होइन। त्यस्तै बाइबल स्टडी गराउनु पर्यो, 12 विक्सको डिसाइपलसिप ट्रेनिङहरू गर्नु पर्यो, ताकि मण्डलीमा के भएको होस् भन्दाखेरि फेथहरू बिल्डअप भएको होस् र अनि हाम्रो आउने सबै युथहरूदेखि सानो बाल बालिकाहरू सबैले के भएको पर्छ, मण्डलीमा चाहिँ प्लेटफर्म पाएको होस् होइन। प्रभुले तपाईँलाई आज त्यो दिँदै हुनुहुन्छ। परमेश्वरको पुत्रको ज्ञानको एकता जुन भनेको छ नि, परमेश्वरको पुत्रको ज्ञानको एकता के हो त? कसरी हामीले परमेश्वरको पुत्रको ज्ञानको एकतामा प्राप्त गर्ने? अब परमेश्वरको पुत्रको ज्ञानको एकता प्राप्त गर्नुको लागि चाहिँ हामीले 4वटा कुराहरू बुझ्न जरुरी छ। द फर्स्ट इज टु अन्डरस्ट्यान्ड हिज क्यारेक्टर। परमेश्वर प्रभु येशू क्रिस्टको क्यारेक्टरलाई हामीले बुझ्न जरुरी छ। नम्बर 2, उहाँको विजडमलाई बुझ्न जरुरी छ। नम्बर 3, उहाँको प्रेमलाई बुझ्न जरुरी छ र नम्बर 4 चाहिँ उहाँको पवित्रतालाई, उहाँको होलिनेसलाई बुझ्न जरुरी छ। यो 4वटा कुराहरू तपाईँले जब बुझ्नुहुन्छ नि अनि तपाईँहरू चाहिँ परमेश्वरको पुत्रको ज्ञानमा के हुने रहेछ, तपाईँहरू एकतामा आउनु हुने रहेछ र मण्डली चाहिँ एउटा होइन पूर्ण एउटा मण्डली चाहिँ सेटअप हुन्छ भनेर एफिसी 4को 13को वचनले भन्दछ। अब टु अन्डरस्ट्यान्ड हिज क्यारेक्टर, अब हामी छोटकरीमा जानेछौँ। परमेश्वरको पुत्रको जुन छ नि क्यारेक्टर बुझ्नको लागि चाहिँ म एउटा बाइबल भर्स चाहिँ तपाईँहरूलाई पढ्न लाउँछु, तपाईँले पढिदिनु होला। फिलिपी 2को 6देखि 11को वचन पढिदिनु होला कसैले, अनि मिल्छ भने माइक पनि दिनु होला अर्को छ भने। फिलिपी 2को 6देखि 11। धन्यवाद पिता, थ्याङ्क यू लर्ड, सो गुड। फिलिपी 2को 6देखि 11को वचन, यो चाहिँ हामीले परमेश्वरको क्यारेक्टरलाई हेर्दैछौँ। आमेन। हामीले प्रभु येशू क्रिस्टलाई जुन त्यो प्रभु भन्ने जुन वर्ड राख्यो नि, लर्ड, यो चाहिँ परमेश्वर पिताले छ नि उहाँको छोरा आज्ञाकारी भन्नुभएको भएको छ नि, यो लर्ड जुन टाइटल दिनुभएको छ प्रभु येशू क्रिस्ट, किनभने उहाँ मानिस भएर जन्मनु भयो तर उहाँ अन्तिमसम्म आज्ञाकारी हुनुभयो।
आज्ञाकारी भनेको के छ भन्दाखेरि परमेश्वरको एउटा वान अफ द मेन क्यारेक्टर हो। परमेश्वरको आज्ञाकारीमा छ नि, जब तपाईँले आफ्नो बुबा ड्याडी मम्मीलाई अथवा आफ्नो दाजुभाइ दिदीबहिनीलाई उहाँले भनेको काम गर्नुहुन्छ नि, आज्ञाकारी गर्नुहुन्छ नि, तपाईँ कति खुसी हुनुहुन्छ होला। तपाईँको छोराछोरीलाई तपाईँले एउटा काम दिनुभयो र उसले गऱ्यो भने तपाईँलाई कति आनन्द लाग्छ लाग्दैन? त्यो चाहिँ के हुन्छ? आज्ञाकारी हो। परमेश्वर प्रभु येशू ख्रीष्ट आफ्नो पिताको पूर्ण आज्ञाकारी मान्नु भयो र अन्त्यसम्म उहाँ क्रुसमा टाँगिनु भयो। अनि भनिएको छ लास्टमा उहाँलाई यस्तो नाम दियो होइन, जो कि स्वर्गमा पृथ्वीमा र पृथ्वी मुनि भएको हरेक प्राणीले यसुको नाममा घुँडा टेक्नुपर्छ र हरेक जिब्रोले परमेश्वर पिताको महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु 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 भनी पुकार्नुपर्छ। आज्ञाकारिताको कारणले गर्दाखेरि छ नि उहाँलाई त्यो नाम दिएको, त्यो पोजिसन दिएको, त्यो रेस्पेक्ट, त्यो अनर, त्यो प्रेम दिएको हो कि त्यो आज्ञाकारिता छ नि। हामीले छ नि प्रभु येशू ख्रीष्ट जस्तै हुनको लागि हामीले हरेक दिन छ नि, जबसम्म हामीले ट्राई गर्दैनौँ नि त्यो आज्ञाकारितामा जबसम्म हामी आउन सक्दैनौँ नि होइन, हामी चाहिँ मण्डलीमा देखिँदैन, संसारमा पनि हामी होइन सफल हुन सक्दैनौँ कि। आज्ञाकारीमा रेस्पेक्ट छ, लभ छ, सबै कुरा छ कि। तर प्रभु यीशु ख्रीष्टको आज्ञाकारीमा के छ भन्दाखेरि नि त्यो चाहिँ अरू एकदमै ग्रेटेस्ट उहाँको आज्ञाकारी सेक्रिफाइस छ। सेक्रिफाइस आफ्नो जीवनको बलिदान, उहाँको त्यो सेक्रिफाइस बुझ्नुको लागि छ नि हामी एउटा वचन पढ्नेछौँ, उत्पत्तिको 44:33 पढ्नेछौँ। उत्पत्ति 44:33 कसरी चाहिँ हामीले सेक्रिफाइस गर्नुपर्छ हाम्रो जीवनमा होइन, हामीले मण्डलीको लागि कसरी सेक्रिफाइस गर्ने, हाम्रो देशको लागि, हाम्रो जाति घरानाको लागि कसरी सेक्रिफाइस गर्ने भन्ने कुरा चाहिँ एज ए एक्जाम्पल जेनेसिस 44:33 को वचन हामी पढ्नेछौँ। कसैले पढिदिनु भयो हुन्छ? यसकारण अब बिन्ती छ, यस नेपालको सत्तामा हजुरको दासलाई नै हजुरले आफ्नो समाज बुझाउनुहोस् र यस नेपाली चाहिँ देशका दासहरूसँग जान पाओस्। आमेन। यो चाहिँ छोटकरीमा भनेको छ, तर के भनेको छ भने जब जोसेफले होइन, जब जोसेफले आफ्नो ड्याडी याकुबलाई बोलाउँदाखेरि होइन, याकुबले के भनेको थियो भन्दाखेरि मेरो प्यारो छोरो बेन्जामिनलाई चाहिँ नलिएर जाऊ, तर यहुदाले के भनेको भन्दाखेरि आई विल बी रिस्पोन्सिबल, म रिस्पोन्सिबल हुन्छु। किन भन्दाखेरि याकुबले के भनेको थियो भन्दाखेरि यो एक मात्र मेरो जोसेफ त गइसक्यो, कहाँ होला आएको थाहा छैन, तर मेरो एउटै मात्र प्यारो पुत्र बेन्जामिन चाहिँ तिमीहरूले लिएर नजाऊ भनेर चाहिँ बिन्ती गरेको थियो। अनि त्यो बिन्ती गर्दा तपाईँले यो वचनलाई यसरी पढ्नु होला। यसमा चाहिँ के छ भन्दाखेरि जुन बेलामा याकुबले आफ्नो छोरा बेन्जामिनलाई होइन इजिप्टमा देखेर जान चाहँदैन थियो, किन भन्दाखेरि उसको आफ्नो एक मात्र होइन प्यारो छोरो चाहिँ नजाओस् भन्ने सोचेको थियो। तर के भयो भन्दाखेरि यहुदाले चाहिँ ड्याडीलाई एकदमै रिक्वेस्ट गरेर अनि गएपछि के भयो भन्दाखेरि जोसेफले चाहिँ होइन एउटा छल गरेर जुन छलमा चाहिँ उसले पनि आफ्नो भाइ बेन्जामिनलाई यस्तो प्रेम गर्थ्यो कि यो चाहिँ सधैँ मसँग बसिरहोस्, मेरो वरिपरि बसिरहोस् भन्ने चाहन्थ्यो। तर यस्तो सिचुएसन आयो कि जब उनीहरू सबै आफ्नो उठहरू होइन गाडा सबै आफ्नो मालसम्म लिएर जाँदै थियो इजरायलतर्फ, अनि अचानक होइन एउटा सुनको त्यो सामान फेला पर्दाखेरि चाहिँ जोसेफले भन्छ अनि तिमीले यो गरेको कारणले गर्दाखेरि बेन्जामिन चाहिँ मसँग बस्नुपर्छ भने। तर यहुदाले के प्रवेश गरेको थियो भन्दाखेरि आफ्नो ड्याडीलाई म यो बेन्जामिनलाई चाहिँ लिएर आउँछु, किनभने याकुबले के भनेको छ, यो छोरा आयो भने म त मर्छु नि, म बुढो भइसकेको छु, म मर्छु भनेको थियो।
तर यहाँ आएर छ नि यहुदाले चाहिँ के भन्दैछ भन्दाखेरि नि आफ्नो भाइ बेन्जामिन र आफ्नो ड्याडीको लागि छ नि उसले छ नि सेक्रिफाइस गर्दैछ कि कस्तो सेक्रिफाइस भन्दाखेरि यसो भनेको छ फेरि म पढिदिन्छु यसकारण अब बिन्ती छ यस केटाको सट्टामा बेन्जामिनको सट्टामा म हजुरको दासलाई नै हजुरले आफ्नो कमारा तुलाउनुहोस् बेन्जामिनलाई कमारा तुलाउनुको सट्टा छ नि ऊ आफ्नै कमारा हुन रेडी छ के बुझ्नुभयो तपाईँले भनेको र यस केटाले चाहिँ यसका दाजुहरूसँग जान पाओस् किनभने उसको ड्याडी मर्छ नि त आफ्नो बेन्जामिन गएन भने किनकि यो केटो मेरो साथमा छैन भने मेरो बुबा कहाँ म कसरी जानु मैले कसरी मुख देखाउनु मैले त मेरो ड्याडीलाई प्रमिस गरेको छु नि भनेर उहाँले भन्नुभएको छ मेरो बुबामाथि आइपर्ने विपत्ति म हेर्न सक्दिनँ यहुदाले आफ्नो भाइ बेन्जामिन र आफ्नो ड्याडीको लागि छ नि सेक्रिफाइस गर्दैछु भन्दैछ तपाईँको कमारा हुनु म रेडी छु भनेर भन्दैछ क्या त्यही सेक्रिफाइस भएको कारणले गर्दाखेरि चाहिँ पछि के हुन्छ भन्दाखेरि यहुदालाई चाहिँ होइन सबैभन्दा माथिको छ नि 12 कुलहरूमा सबैभन्दा माथि जब हामीले प्रकाश 7 र प्रकाश 21 को वचन पढ्छौँ यहुदाको कुललाई चाहिँ सबैभन्दा माथिल्लो उच्च तहमा कुलहरूमा चाहिँ यहुदालाई राखेको छ र अनि यहुदाबाट नै के भयो त प्रभु येशू ख्रीष्ट आउनुभयो र यहुदाको सिंह चाहिँ यस संसारमा आउनुभयो र उहाँलाई हामी आज के भन्छौँ त पिता अब्बा फादर र होइन लर्ड भने हामी पुकारा गरिरहेको छौँ प्रभु येशू ख्रीष्टले गर्नुभएको सेक्रिफाइस त हामीले बुझेको छौँ नि उहाँले यस्तो होइन पिताको आज्ञा मान्नुभयो र जो गर्नुभयो तर यहाँ छ नि यहुदाले गरेको सेक्रिफाइस पनि तपाईँले बुझ्नु होला क्या अलिकति यो पढ्नु होला बुझ्नु होला अनि हामी अर्को वचन पनि पढ्नेछौँ जोन 3 को 22 देखि 30 को वचन पनि पढ्नेछौँ जोन 3 को 20 देखि 22 देखि 30 को वचन म यो पढिदिन्छु बत्तीसमा दिने यूहन्नाको पछिल्लो गवाही त्यसपछि येशू र उहाँका चेलाहरू यहुदिया देशमा जानुभयो र त्यहाँ तिनीहरूसँग केही दिन वास गर्नुभयो र बत्तीसमा दिनुभयो यूहन्नाले पछि सालिमको छेउ योनोनमा बत्तीसमा दिन्थे किनकि त्यहाँ प्रशस्त पानी थियो त्यहाँ मानिसहरू आउँथे र बत्तीसमा लिन्थे त्यस बेलासम्म यूहन्ना झ्यालखानामा परेका थिएनन् त्यस बेला यूहन्नाको चेलाको एकजना यहुदीसँग शुद्धिकरणको विषयमा वाद विवाद भयो यूहन्ना कहाँ आएर तिनीहरूले उहाँलाई भने गुरुजु यर्दन पारी जो तपाईँसँग हुनुहुन्थ्यो यर्दन पारी येशू ख्रीष्ट हुनुहुन्थ्यो नि होइन जसको बारेमा तपाईँले गवाही दिनुभयो हेर्नुहोस् उहाँले बत्तीसमा दिइरहनु भइरहेको छ र सबै उहाँका जाँदैछ यहाँ चाहिँ हामीले जस्तै एक्जाम्पलको लागि दुईटा मण्डलीको कुरा गरिरहेछौँ एउटा मण्डलीका कोही एउटा विश्वासीहरू आइरहेको थियो अचानक त्यो मण्डली चाहिँ के भयो भन्दाखेरि यर्दन पारीको मण्डलीका जान थाल्यो प्रभु येशू ख्रीष्टको होइन मण्डलीमा जान थाल्यो र अनि उसको यूहन्नाको चेलाले भन्दैछ होइन तपाईँको सबै चेलाहरू त अर्को मण्डलीमा पो गइरहेको छ भनेर भन्दैछ अनि यहाँ के भनेछ भन्दाखेरि यूहन्नाले मिठो जवाब दिएको छ यसो भनेछ यूहन्नाले जवाब दिए मानिसलाई स्वर्गबाट नदिएसम्म त्यसले कुनै कुरा पाउन सक्दैन हामीले हाम्रो जीवनमा छ नि हाम्रो इच्छा चाहनाहरू कस्तो हुन सक्छ क्या तर यहाँ चाहिँ वचनले भन्दैछ तपाईँले स्वर्गबाट तपाईँलाई नदिएसम्म पाइँदैन भनेर भन्नुहुन्छ तर एउटा कन्डिसन के छ भन्दाखेरि नि तपाईँलाई स्वर्गबाट नदिएसम्म पनि नपाइने भएको कारण तर हाम्रो निम्ति होइन येशू ख्रीष्ट स्वर्गमा हुनुहुन्छ र यदि हामीले उहाँलाई पुकार्यो भने उहाँले होइन आँखाले नदेखेको कानले नसुनेको मनले नचिताएको काम पनि गर्नुहुन्छ नि त तर यहाँ वचनमा भन्दैछ यदि कसैले स्वर्गबाट नदिएसम्म उसले पाउँदैन म ख्रीष्ट होइन तर म उहाँभन्दा अगाडि पठाइएको हो भन्ने मेरो गवाही तिमीहरू आफै दिन्छौ जससँग दुलै छ दुला त्यही हो दुलाको मित्र जो उसको छेउमा खडा हुन्छ र उसको स्वर सुनेर अत्यन्त आनन्दित हुन्छ जोनले के भन्दैछ भन्दाखेरि नि त्यो चेलाहरू प्रभु येशू ख्रीष्टका जाँदाखेरि छ नि उसले भन्दैछ के
म त उसको तुलै हो र उसको स्वर सुनेर म उसको यो गवाई सुनेर म त अहिले प्रशस्त अत्यन्त आनन्दित भइरहेको छु र अब चाहिँ यो मेरो आनन्द पूर्ण भयो भनेर छ नि उसले अब छ नि झ्यालखाना जाने रेडी हुनेछ क्या हो। अनि उहाँले भन्दै हुनुहुन्छ क्या उहाँ बढ्नु तर म चाहिँ घट्न जरुरी छ। तपाईँहरूले छ नि आफ्नो जीवनमा छ नि जस्तो सुकै जेसुकै भए पनि नि तपाईँहरू छ नि घट्नु र अरू मान्छे बढ्न तपाईँ जब रेडी हुनुहुन्छ नि तपाईँको मण्डलीमा छ नि उद्योग र आश्चर्यको काम सुरु हुन्छ क्या। बुझ्नुभयो जसरी यूहन्नालाई प्रभु येशू ख्रीष्टले भन्नुभयो नि स्त्रीहरूबाट जन्मेको म सबैभन्दा महान यूहन्ना हो। किन भन्यो भन्दाखेरि नि बिकज अफ दिस रिजन किनभने ऊ चाहिँ घट्न रेडी थियो तर अरू अरू कोही चाहिँ बढ्न जरुरी थियो कि हामीले पनि होइन हाम्रो स्वार्थहरूलाई हाम्रो सबै कुरालाई राखेर जब हामीले छ नि प्रभुको आज्ञालाई हामी जब काम गर्न सुरु गर्छौँ नि तपाईँहरूलाई छ नि स्वर्गबाट दिनुहुन्छ। हामीले छ नि कतिचोटि हामीले पृथ्वीको कुराहरूबाट आशा गर्छौँ र पृथ्वीको मानिसहरूसँग आशा गर्छौँ क्या तर वचनले क्लियरली भन्दैछ तपाईँहरूलाई स्वर्गबाट नदिएसम्म पाइँदैन। तर स्वर्गबाट दिनको लागि चाहिँ के रहेछ भन्दाखेरि तपाईँहरू घट्न जरुरी रहेछ अरू कोही आफ्नो दाजुभाइ दिदीबहिनी अथवा कोही मण्डली बढ्न जरुरी रहेछ। त्यो सेक्रिफाइस छ नि दिस इज अनदर सेक्रिफाइस छ नि प्रभु येशू क्रिस्टको उहाँको क्यारेक्टर छ यदि बुझ्यो भने छ नि मण्डली विल फ्लो फ्रम वान ग्लोरी टु अनदर ग्लोरी। र अर्को एउटा वचन पनि पढ्नेछौँ लुका 14को 7देखि 11। यो पनि उहाँको क्यारेक्टरको एक्जाम्पल हो। यो कसैले पढिदिनु भएको छ लुका 14को 7देखि 11। बुढा साकार 14को 7देखि 11। आगरको स्थान छाडेका देखेर उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो। विवाहको भोजमा तिमीले कसैले निम्तो पायौ भने आगरका स्थानमा नभए तिमी भन्दा बढी प्रतिष्ठित व्यक्तिले त्यहाँ निम्तो पाएका होलान्। तिमीलाई र तिमीलाई निम्तो दिने मेल माले आएर तिमीलाई भनेछ तिमीलाई बस्ने ठाउँ देऊ र तिमी चाहिँ यो जीवित भएर सबैभन्दा तल्लो स्थानमा बस्नु पर्नेछ। तर जब तिमीले निम्तो पाएछौ गएर तल्लो ठाउँमा बस र मेलमानले आएर तिमीलाई भनिन्छ ए मित्र माथि आएर बस्नुहोस्। त्यस बेला तिमीसँग खान बस्नेहरूका सामुन्ने तिम्रो इज्जत हुनेछ किनकि हरेक जनले आफूलाई उच्च तुल्याउँछ त्यो घोच्याउनेछ र आफूलाई घोच्याउने चाहिँ उच्च पारिनेछ। आमेन। परमेश्वरको राज्य र स्वर्गको राज्य जस्ट अपोजिट छ। हामीले यो पृथ्वीको राज्यमा चाहिँ हामीहरू इज्जत मान मर्यादाको लागि छ नि हामी दौडधुप गर्छौँ दौडाउँछौँ होइन नथाकेसम्म हरेक कामहरू गरिरहेको हुन्छ। तर प्रभुले भन्दै हुनुहुन्छ नि यो विवाहको भोजको एउटा दृष्टान्त भन्नुभएको छ जहाँ चाहिँ उहाँको क्यारेक्टर रेस्पेक्टको कुरा आएको छ। यदि हामीले होइन हाम्रो दाजुभाइ दिदीबहिनी हाम्रो पास्टर बुवामालाई होइन हाम्रो बाजु बरुजूलाई जो हामीले जब रेस्पेक्ट गर्छौँ नि होइन रेस्पेक्ट गरेपछि के छ भने हामीले चाहिँ के गर्नु पर्यो भन्दाखेरि हामी सबैभन्दा माथिल्लो ठाउँमा गएर बस्नुको सट्टा हामी सबैभन्दा तल्लो ठाउँमा आएर बस्नु र उनीहरूलाई चाहिँ त्यहाँ माथि राख्नु पर्यो। त्यसपछि प्रभुले भन्नुभएको छ किनकि जसले आफूलाई उच्च तुल्याउँछ त्यो होच्याइनेछ र आफूलाई होच्याउने चाहिँ उच्च पारिनेछ।
परमेश्वरको राज्यमा जब तपाईँ नम्र बन्नुहुन्छ र तपाईँ हुच्चिनुहुन्छ र सानो हुन्छ नि, तपाईँलाई परमेश्वरले उच्च पार्नुहुन्छ। बुझ्नुभयो? परमेश्वरको राज्य र पृथ्वीको राज्य फरक छ। हामी जब नम्र बन्छौँ, हामी विकनेसमा आउँछौँ, हामी होच्याइन्छौँ, हामी होच्चिनुपर्छ भनेको मतलब हामीले रेस्पेक्ट गर्नुपर्छ भन्नु खोजेको। उहाँको त्यो क्यारेक्टरलाई हामी लियो भने छ नि, प्रभुले छ नि हामीलाई उच्च पार्नुहुन्छ। परमेश्वरको राज्य जस अपोजिट छ त्यो संसारको राज्यभन्दा। त्यसै गर्दा तपाईँहरूले के भन्नुभयो भन्दाखेरि नि यहाँको वचन यस्तै धेरै यस्तो वचनहरू धेरै छ होइन, जो चाहिँ तपाईँहरूले बुझ्नु पर्यो र अनि तपाईँहरूले के गर्नु आफूलाई नम्र बनाउनु पर्यो। जब तपाईँहरू नम्र बन्नुहुन्छ नि, परमेश्वरले तपाईँहरूलाई उच्च पार्नुहुन्छ। र अब उहाँको अब सेकेन्ड चाहिँ अन्डरस्ट्यान्डको लागि चाहिँ क्रिसको विजडम, उहाँको बुद्धिको कुराहरू हामी हेर्दैछौँ। जस्तै म्याथ्यु 22:21 उहाँले भन्नुभयो, तिनीहरूले उहाँलाई भने कैसरको, तब उहाँले तिनीहरूलाई भन्नुभयो, यसकारण जे कैसरका हुन् त्यो कैसरलाई दियो र जे परमेश्वरको हुन् त्यो परमेश्वरलाई दियो। अनि जोन 8:7 उहाँले भन्नुभयो, तर जब म तिनीहरूलाई उहाँलाई सोधि नै रह्यो त उहाँले खडा भएर तिनीहरूलाई भन्नुभयो, तिमीहरू जो पाप रहित छ त्यसले नै त्यस स्त्रीलाई ढुङ्गा हालोस्। उहाँको क्रिसको विजडम बुझ्नको लागि चाहिँ हामीले छ नि यो एक्जाम्पलको लागि रोमी 13:1-7 रोमी 13:1-7 वचन पढ्नेछौँ। यो चाहिँ म पढिदिन्छु, उहाँको विजडमको बारेमा हो। यहाँ चाहिँ के लेखेको छ भन्दाखेरि रोमी 13:1-6 वचनमा चाहिँ यसो लेखेको छ, हरेक व्यक्तिले शासन गर्ने प्रशासकहरूको अधीनमा बसोस्। परमेश्वरबाट आएका अधिकारी बाहेक अरू कुनै अधिकारको हुँदैन। जुन प्रशासकहरू छन् ती परमेश्वरबाट नियुक्त भएका हुन्। यसकारण प्रशासकहरूको विरुद्धमा खडा हुनेले परमेश्वरबाट नियुक्त भएकाहरूको विरोध गर्छ र जसले विरोध गर्दछ तिनीहरूले दण्डको आज्ञा पाउँदछ। हामीले हाम्रो गभर्मेन्ट, हाम्रो होइन पुलिसको नियमहरू, होइन मिलिट्रीको नियमहरू, होइन सिभिल राइटहरू, हरेक नियम चाहिँ हामीले के हुनु सक्दैन। जसरी प्रभु येशू ख्रीष्टले आफ्नो चेलाहरूलाई भन्नुभएको थियो, यस कैसरको जुन सिक्कामा कैसरको नाम छ भने चाहिँ त्यो कैसरको हुन्छ भने जस्तै हामीले पनि राज्यको होइन उहाँको सिस्टममा, पोलिटिकल सिस्टम, सोसियल सिस्टम, एजुकेसन सिस्टम सबैमा हामीले के हुनुपर्छ भन्दाखेरि हामीले प्रशासकहरूको अधीनमा हामी रहन जरुरी छ भनेर होइन उहाँले भन्ने हुन्छ। यसै गरी एफिसी 6:1-3 वचन हामी पढ्नेछौँ। एफिसी 6:1-3 यो पनि एकदमै शक्तिशाली वचन हो। छोराछोरीहरू हो, म पढिदिन्छु। प्रभुमा आफ्ना आमा बुबाको आज्ञा पालन गरेर, किनकि यो उचित हो। आफ्ना बुबा र आमाको मान गर, जो प्रतिज्ञा सहितको पहिलो आज्ञा हो कि तिमीहरूलाई भलो होस् र पृथ्वीमा तिनीहरूको दीर्घायु होस्। मैले एउटा अस्ट्रेलियाको एक्जाम्पल तपाईँहरूलाई दिँदैछु। अस्ट्रेलियामा जब युथहरूले छ नि प्रभुको आज्ञालाई उनीहरूले बिर्सियो र अनि उनीहरूले आफ्नो ड्याडी मम्मीलाई जुन रेस्पेक्ट गरेन नि, कति युथहरू चाहिँ के छ भन्दाखेरि नि आशामा छैन कि देयर इज नो होप। त्यो होप नभएको कारणले गर्दाखेरि छ नि, होप भनेको के हो त? हेलमेट अफ साल्भेसन हो नि त। हेलमेट अफ साल्भेसन नभएको कारणले गर्दाखेरि होइन अस्ट्रेलिया, अमेरिका सबै संसारमा के छ भन्दाखेरि युथहरूमा चाहिँ के छ भन्दाखेरि नि बिकज अफ द ल्याक अफ हेलमेट अफ साल्भेसन र मुक्तिको टोपी नभएको गर्दाखेरि उनीहरूमा के छ भन्दाखेरि नि दिमागमा एट्याक गर्ने के चिजहरू हो त? डिप्रेसन, एन्जाइटी। संसारभरि युथहरूलाई छ नि त्यो डिप्रेसन, एन्जाइटीले यस्तोसँग सताएको छ नि। सबै मानिसहरू युथहरू चाहिँ के छ भन्दाखेरि आमा बाबुको आज्ञा पालन नगर्दाखेरि चाहिँ उनीहरू नष्ट भइरहेको छ। उनीहरूले ड्रग लिन्छ होइन, डिस्कोमा जान्छ, पार्टीमा जान्छ, मोटरसाइकलहरू एकदम स्पिडमा हाल्दाखेरि के हुन्छ त, अनि त्यो सडकमा गएर एक्सिडेन्ट हुन्छ अनि उनीहरू के हुन्छ भन्दाखेरि चाँडै मर्छ। उनीहरूले जुन दिएको, प्रभुले दिनुभएको जुन छ नि आयु छ नि, त्यो पनि उनीहरूको चाहिँ कम भएको छ। त्यसैले वचनमा क्लियरली भनेको छ कि जसले आफ्नो आमा बाबुलाई मान मर्यादा इज्जत गर्छ, रेस्पेक्ट गर्छ, ऊ चाहिँ लामो आयुसम्म बाँच्छ भनेर क्लियरली लेखेको छ। र हामीले संसारमा यस्तो छोराछोरी देखेको छैन कि जसले आमा बाबुलाई रेस्पेक्ट गर्दैन नि
उसले चाहिँ राम्रो जीवन जिएको हामीले देखेकै छैन। त्यसले गर्दाखेरि हामी युथहरूले किन जान्नु जरुरी छ भन्दाखेरि नि तपाईहरु चाहिँ अब आउने भविष्यको कर्णधार प्रभु येशू क्रिस्टको महिमा बोकेर हिँड्ने तपाईँ छोराछोरी र तपाईहरुलाई परमेश्वरले विजयको र झण्डा दिँदै हुनुहुन्छ। अब युथहरूले चाहिँ के छ भन्दाखेरि परमेश्वरको विजडमलाई हैन उहाँको विजडमलाई बुझ्न जरुरी छ। किनभने नि जबसम्म तपाईहरुले परमेश्वरको विजडमलाई बुझ्नुहुन्न काम गर्नुहुन्न परमेश्वरले तपाईलाई चलाउन सक्नुहुन्न। त्यसै गरेर हामी 1 थेसलोनिको 5 को 12 देखि 13 पनि वचन 1 थेसलोनिको 5 को 12 देखि 13 को वचन पनि पढ्नेछौँ। म पढिदिन्छु। यसो लेखेको छ, यो चाहिँ आखिरी शिक्षा भनेर नेपाली बाइबलमा टाइटल दिएको छ। तर भाइ हो हामी तिमीहरूलाई आग्रहपूर्ण बिन्ती गर्दछौँ कि तिमीहरूको माझमा परिश्रम गर्ने जो प्रभुमा अगुवाहरू हुन् तिनीहरूलाई चेतावनी दिन्छन् कि तिनीको आदर गर। तिनीहरूको कामको खातिर तिनीहरूलाई प्रेम साथ अति उच्च आदर गर। तिमीहरू आपसमा मेलमिलापमा बस। हामीले छ नि पास्टरको न हाम्रो मण्डलीको अगुवाहरूलाई हरेक अगुवाहरूलाई तपाईँले यस्तो रेस्पेक्ट अनर होइन मान मर्यादा इज्जत गर्न जरुरी छ। यो चाहिँ के छ उहाँको विजडम रहेछ बुझ्नुभयो है। हामी यसै गरेर म्याथ्यु 7 को 1 को 2 वचन पढ्नेछौँ। म्याथ्यु 7 को 1 को 2। म्याथ्यु 7 को 1 को 2 को वचनमा भनिएको छ, अरूलाई दोषी नठहराओ र तिमीहरू पनि दोषी ठहराइने छैनौ, किनभने जसरी तिमीहरू अरूलाई दोषी ठहराउँछौ त्यसरी नै तिमीहरू पनि दोषी ठहराइने छौ। जुन नापले तिमीहरू नाप्दछौ त्यही गरी तिमीहरूलाई पनि नाप्दछौ। हाम्रो कल्चरमा चाहिँ के छ भन्दाखेरि है अरूको कुरा काट्ने र अनि अरूहरूलाई चाहिँ उनीहरूलाई चाहिँ हामीले चाहिँ दोष ठहराउने कि यस्तो गर्यो यस्तो गर्यो भने कुरा काट्ने जुन छ नि हाम्रो बानीहरूलाई चाहिँ हामीले चाहिँ यो बानीहरूलाई चाहिँ कोही दोषी छ भने पनि नि हामीले चाहिँ उसलाई दोषी ठहराउन हाम्रो कुनै पनि हाम्रो अधिकार छैन। तर एकजना हुनुहुन्छ जसले चाहिँ उसलाई दोषी ठहराउनुहुन्छ र उहाँलाई न्याय गर्नुहुन्छ। उहाँ को हुनुहुन्छ त केवल येशू ख्रीष्ट मात्रै हुनुहुन्छ। त्यसै गर्दाखेरि दोषी ठहराउने काममा हामीले कसैको पनि कुनै कुरा नकाटौँ, कसैलाई पनि दोषी नठहराउँ, तर उनीहरूलाई हामीले प्रार्थना गरौँ भनौँ, प्रभु यो छोरा अथवा छोरीलाई म तपाईँको हातमा सुम्पर्दछु र यो छोराछोरीलाई हामी यो आशिष बोल्छ हरेक दिन उनीहरूलाई आशिष बन्ने। तपाईँले जति छ नि आफ्नो छोराछोरी आफ्नो दाजुभाइ दिदीबहिनीहरू हाम्रो मण्डलीलाई तपाईँले जति आशिष दिनुहुन्छ नि त्यो आशिष जान्छ पनि र फेरि आउँछ पनि कि बुझ्नुभयो। त्यो तपाईँले बोलेको आशिष छ नि तपाईँले त्यो आशिष जाने मात्र होइन त्यो आशिष तपाईँलाई आउँछ पनि। त्यसले गर्दाखेरि प्रभुले के भन्नु भन्दाखेरि तिमीले चाहिँ तिमीलाई दोषी कसैले पनि दोषी ठहराउने तिम्रो हक छैन। बट देयर इज ओन्ली वान इन हेभन लर्ड जिजस क्राइस्ट। ही इज द राइट जज। हामी आफै चाहिँ जज नबनौँ कि तर प्रभु येशू ख्रीष्टलाई यो काम चाहिँ हामी उहाँलाई छोड्यौँ। त्यसै गरेर म्याथ्यु 5 को 31 देखि 32 को वचन पढ्नेछौँ। यो पनि उहाँको एउटा क्राइस्टको एउटा विजडम हो। यो एक्जाम्पल हामीले किन दिइरहेको छ भन्दाखेरि ताकि हामीले उहाँको विजडमलाई बुझ्न सकौँ। म्याथ्यु 5 को 31 को 31 देखि 32 को वचन यसो पनि भनिएको छ कि जसले आफ्नो पत्नीलाई त्याग गर्छ त्यसले तिनीलाई त्यागपत्र लेखिदियोस्। तर म तिमीहरूलाई भन्दछु जसले आफ्नो पत्नीलाई व्यभिचारको कारण बाहेक अरू कारणले त्याग गर्ला त्यसले तिनलाई व्यभिचारी नै तुल्याउँछ र जसले त्याग गरेको स्त्रीसँग विवाह गर्ला त्यसले पनि व्यभिचार गर्नेछ। यो पनि प्रभुको छ नि वान अफ द विजडम हो क्या। किनभने अहिलेको जमानामा के छ भन्दाखेरि कति केटाकेटीहरू छ नि विवाह पछि छ नि होइन जे पाए त्यही मन लाइक गरेको छ। तर प्रभुको वचनले भन्दैछ यदि कोही कसैले होइन व्यभिचारीको कारण बाहेक होइन उसलाई छोड्न तिमीले सक्दैन, मतलब तिमी आफै व्यभिचारी हुन्छ भनेर यो केटालाई पनि भनेको केटीलाई पनि भनेको होइन।
यो चाहिँ उहाँको अर्को के हो त विस्डम हो। अब प्रभुको जति पनि हामीले अघि नै विस्डमको कुरा गर्यो होइन, उहाँको आज्ञाकारीको कुराहरू गर्यो, उहाँको क्यारेक्टरको कुरा गर्यो छ नि। बाइबल इज फुल अफ हिज क्यारेक्टर एन्ड हिज लभ एन्ड हिज होइन उहाँको सेक्रिफाइसको वचनले भरेको छ। र तपाईँहरू चाहिँ अनि आफूलाई यी वचनहरूद्वारा चाहिँ उहाँको क्यारेक्टरलाई उहाँको इमान्दारीको कुराहरूलाई हामीले बुझ्न सकौँ। उहाँको अर्को मेन क्यारेक्टर चाहिँ के हो भन्दाखेरि परमेश्वरको उहाँको लभ, उहाँको तपाईँ परमेश्वर के हुनुहुन्छ र प्रेम हुनुहुन्छ। प्रेम शब्द चाहिँ कसरी आएको छ भन्दाखेरि हिब्रू भाषामा चाहिँ प्रेम शब्दलाई चाहिँ आहा भा भनेको छ। आलेफ, बेथ एन्ड हे, यो तीनटा वचनबाट चाहिँ परमेश्वरको लभ आएको छ। र यो लभको अर्थ चाहिँ के हुन्छ भन्दाखेरि ब्रेथ अफ फादर। तपाईँलाई जब प्रभु यीशु ख्रीष्टले बनाउनु भयो नि, माटोमा बनाउँदै हुनुहुन्थ्यो उहाँले, जब उहाँले तपाईँको नाकमा श्वास फुकिदिनु भयो नि, परमेश्वर पिताको जुन त्यो श्वास चाहिँ उहाँको प्रेम हो। त्यो उहाँको प्रेमद्वारा नै हामी आज जिइरहेका छौँ। हामी वचनमा भनेको छ होइन, मत्ती 24:12 भनेको छ अन्त्यको दिनहरूमा के हुनेछ, प्रेम सेलाएर जानेछ भनेको छ नि त। मण्डलीमा अहिले चाहिँ प्रेम रहनु जस्तो ठुलो कुरा केही पनि छैन। प्रेम सेलाएर गयो भने चाहिँ हामी मण्डली नै रहनै सक्दैन। विदाउट प्रेम मण्डली खडा नै हुन सक्दैन। हामी यस समयमा होइन हामी प्रार्थना पनि गर्छौँ मण्डलीमा परमेश्वरको प्रेम कहिले पनि होइन नसेलाएको हुन्छ। तपाईँलाई प्रभुले दिनुभएको जुन त्यो पहिलो प्रेम छ नि, तपाईँलाई सधैँ ताजा भएको होस् भन्ने हामी प्रार्थना गर्दछौँ। त्यसले गर्दाखेरि 2 तिमोथीको 3:1-5 त्यसैले प्रभुले भन्नुभयो नि, तर यो बुझिराखेका आखिरी दिनहरूमा डरलाग्दो समय आउनेछ। मानिसहरूले आफूलाई मात्र माया गर्ने, रूप पैसाको मोह गर्ने, घमण्डी, हठी, अरूको बदनाम गर्ने, आमा बुबाको आज्ञा पालन नगर्ने, बैगुनी र अपवित्र स्वभावका, प्रेम रहितका, खुसी पार्न नसकिने, अरूको बदखुवाई गर्ने, दुराचारी, क्रूर, असल कुरालाई घृणा गर्ने, विश्वासघाती, उत्ताउला, अहङ्कारले फुलेका, परमेश्वरलाई भन्दा सुख विलासलाई प्रेम गर्ने, भक्तिको भेष चाहिँ लिने तर त्यसको शक्तिलाई इन्कार गर्ने हुनेछ। त्यस्ता मानिसहरूबाट अलग बस्छ। त्यस्तो मान्छे प्रभुले भन्नुहुन्छ, त्यस्तो मान्छे तपाईँले भेटाउनु भयो भने उसको लागि प्रार्थना गर्ने हो, तर तपाईँ चाहिँ अलग बस्नु जरुरी छ। परमेश्वरको प्रेमको बारेमा चाहिँ मैले एकचोटि पढ्दै थिएँ। तपाईँले 1 कोरिन्थीको 13 वचनमा पढ्नु हो भने परमेश्वरको बारेमा प्रेमको बारेमा पुरै लेखेको छ नि त होइन। 1 कोरिन्थी 13 पुरै वचन नै प्रेमको बारेमा लेखेको छ। र अन्त्यको वचनमा चाहिँ के लेखेको थियो भन्दाखेरि 1 कोरिन्थीको 13:11 र 13 पढ्यो भने चाहिँ यसरी लेखेको थियो। यो वचन चाहिँ मैले होइन सुरुसम्म पढ्दा बुझेको थिएँ, तर अलिअलि बुझ्दैछु। जब म बालक थिएँ तब बालक जस्तै बोल्थेँ र बालकले जस्तै विचार गर्थेँ, बालकले जस्तै तर्क गर्थेँ, तर जब म जवान भएँ तब बालकको चाल छोडिदिएँ। हामी प्रभु येशू ख्रीष्टमा छ नि बढ्ने हो भने चाहिँ हामी प्रेममा बढ्नुपर्ने रहेछ। हामी बालकले छौँ कि हामी दुधे खाने बालक जस्तै बसिरहेको छौँ भनेर चाहिँ वचनले भन्छ। अनि लास्टमा यसो भनेको छ, अब विश्वास, आशा, प्रेम यी 3 रहन्छन्, तर यिनमा सर्वोत्तम चाहिँ प्रेम नै हो। मलाई अचम्म लाग्यो कि हामीले भनेको नि विश्वास त सबैभन्दा ठुलो कुरा हो। विश्वास बिना हामीले परमेश्वरलाई देख्न सक्दैनौँ। विश्वास बिना हामीले पापहरू होइन हटाउन सक्दैनौँ। विश्वासको कुरा के छ नि, विश्वासद्वारा नै हरेक होइन पवित्र आत्माद्वारा सबै हिलिङ, डेलिभरेन्स सबै हुन्छ भन्ने कुरा गरेको हामीले पाउँछौँ। र अनि आशा, परमेश्वरले हामीलाई दिनुभएको त्यो भविष्यको आशा छ नि, हाम्रो निम्ति ज्वलन्त छ नि त। तर यहाँ के भन्दैछ भन्दाखेरि नि विश्वास, आशा र प्रेममा छ नि, तर यिनमा सबैभन्दा सर्वोत्तम चाहिँ प्रेम नै हो। विश्वास भन्दा पनि ठुलो रहेछ कि प्रेम, बुझ्नुभयो? र आशा भन्दा पनि ठुलो रहेछ कि प्रेम। त्यसैले प्रभुले होइन उहाँले के भन्नु भन्दाखेरि उहाँको 2टा आज्ञा जब हामी पुरानो करारबाट जब हामी नयाँ करारमा आग्यौँ र उहाँले हामीलाई 2टा आज्ञा दिनुभयो नि,
त्यो दुईटा आज्ञा चाहिँ के भनेको छ भन्दाखेरि सारा व्यवस्था र अगमवक्ताहरूको शिक्षाको आधार नै यी दुई आज्ञाहरू हुन् भनेको छ। तपाईँको छ नि यो सारा व्यवस्था, मण्डलीको पुरा व्यवस्था र अगमवक्ताहरूको शिक्षा, होइन? हामीले अगमवक्ताहरू हामीले मण्डलीमा बढीभन्दा बढी चाहिँ प्रभुले अगमवक्ता दिनु भएको होस् भनेर हामी प्रार्थना गरिरहेका छौँ, होइन? मण्डलीको सारा व्यवस्था र अगमवक्ताको शिक्षाको आधार नै के रहेछ भन्दाखेरि यो दुईटा कमान्डमेन्ट रहेछ क्या, जुन तपाईँले पढिरहनु भएको छ कि आफ्नो होइन हृदयले परमेश्वरलाई सारा हृदयले, सारा प्राणले, सारा शक्तिले, सारा सबैले प्रेम गर्नु र आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नु, यो नै मण्डलीको के रहेछ भन्दाखेरि सारा व्यवस्था रहेछ। र अगमवक्ताहरूको आधार नै यो दुईटा कुरा रहेछ, प्रेम नै रहेछ कि बुझ्नु भएन? जबसम्म तपाईँले मण्डलीमा छ नि यो प्रेमको कुरा छ नि, तपाईँले सेटअप गर्न सक्नुहुन्न नि, तपाईँको मण्डलीको आधार छ नि बन्दैन भनेर छ नि वचनले भन्दछ, मैले भनेको होइन। त्यसले गर्दा प्रभु यीशु ख्रीष्टले होइन आफ्नो क्रुसिफिकेसनमा जानु भन्दाखेरि उहाँले चाहिँ आफ्नो चेलाहरूलाई नयाँ आज्ञा दिनुभएको थियो र अनि उहाँले भन्नुभयो यूहन्ना 13को 34को 35को वचनमा उहाँले भन्नुभयो, म तिमीहरूलाई एउटा नयाँ आज्ञा दिँदैछु, तिमीहरूले एक अर्कालाई प्रेम गर, तिमीहरूसँग मैले जस्तै प्रेम गरेको छु तिमीहरूले पनि एक अर्कालाई त्यस्तै प्रेम गर। यदि तिमीहरूले एक अर्कालाई प्रेम गर्यो भने यसैबाट सबैले जान्नेछन् कि तिमीहरू मेरो चेला हो। आमेन। अब परमेश्वरको प्रेमको बारेमा म एउटा के बोल्न चाहन्छु भन्दाखेरि नि पहिलो प्रेमको बारेमा पनि बोल्न चाहन्छु। हामीले पहिलो प्रेमको बारेमा हामीले बोल्दाखेरि चाहिँ हामी हिब्रू 10को 32 देखि 39 को वचन पढ्न त्यो चाहिँ कसैले पढिदिनु होला? हाम्रो बुहारीले पढिदिनु भएको छ। हिब्रू 10को 32 देखि 39। हिब्रू 10 32 देखि 39। आमेन। तपाईहरु हामी नेपाल देशमा जन्मियौं हैन? हामीहरूले प्रभु येशू ख्रीष्टलाई पाउँदाखेरि हामीले कति निन्दा खायौं, हामीहरू कति तमासा बनायौं, कतिले त के भन्छ आफ्नो घरबारे कुरा छोडेर हैन उसो भन्दा पनि लिएर हैन? प्रभुले यहाँ भन्दै हुनुहुन्छ तिमीहरूको सम्पत्ति लुटिँदा पनि तिमीहरूले हर्ष साथ सहयो। अनि प्रभुले भन्दै हुनुहुन्छ तिमीहरूको भरोसा नत्याग, जसमा ठुलो इनामको प्रतिफल र परमेश्वरको पूरा इच्छा गर्न र उहाँको प्रतिज्ञाको प्रतिफल प्राप्त गर्नलाई प्रभुले भन्दै हुनुहुन्छ तपाईहरु सबैलाई हैन? तपाईहरु चाहिँ पहिलो प्रेममा आउनु जरुरी छ, ताकि त्यो पहिलो प्रेम हैन जाँगर र जोशले तपाईहरु चाहिँ के भन्दाखेरि कहिले पनि हैन नथाकेको होस्। अनि के भन्दाखेरि यो वचन छ नि कहिलेकाहीँ त मलाई लाग्छ कि हाम्रो नेपाल देशको लागि पनि लेखेको थियो कि भनेर। सबैलाई थाहा छ भुटानीहरू कति क्रिस्चियनहरू उनीहरूले आफ्नो सबै हैन
लाखौं करोडौँको सम्पत्ति उनीहरूले छोडेर जब उनीहरू थापामा आएर बस्यो नि, त्यस्तै अरू कति जातिहरू छ कि जसले सबै कुरा त्याग्यो। जब तपाईँहरू परमेश्वरमा आउनुभयो नि, त्यो प्रेम खै त? तपाईँलाई सोध्दै हुनुहुन्छ प्रभुले कि तपाईँले आफ्नो त्यो प्रेम पाएपछि तपाईँले आफ्नो दाजुभाइ दिदीबहिनी तपाईँले सुसमाचार सुनाउनु भयो, तपाईँले उहाँहरूलाई मण्डलीमा लिएर आउनु भयो। हामीले कहिले के हुन्छ भन्दाखेरि हामीले गरेको छ नि त्यो सेक्रिफाइस कि त्यत्तिकै जाने दिने के हामी प्रभुलाई प्रेम नगर्ने, उहाँको पछि पछि नदौडिरहने। प्रभुले त्यसै भन्दै हुन्छ, तपाईँको आशा भरोसा तपाईँले कहिले पनि रुकाउनुहोस्। तपाईँलाई के गरेको छ? उच्च इनामको निम्ति परमेश्वरले तपाईँलाई रेडी गर्दै हुनुहुन्छ। तपाईँ नथाक्नुहोस्, तपाईँहरू छ नि, तपाईँले नथाक्नुहोस्। परमेश्वरको प्रेम बुझ्नको लागि चाहिँ अर्को एउटा हामी वचन पढ्ने पर्नेछौँ। यिर्मया 2:1-8 वचन पढ्नेछौँ। यिर्मया 2:1-8 वचन। म पढिदिन्छु, यसरी लेखेको छ। यिर्मया 2:1-8 वचन। यिर्मयालाई परमप्रभुले भन्दै हुनुहुन्छ, जा यरुशलेमले सुन्ने गरी यसो भनेर घोषणा गर, तेरो युवावस्थाको भक्ति दुलैको जस्तो तेरो प्रेमलाई म सम्झन्छु र कसरी त मेरो पछि पछि मरुभूमिमा हिँडेको थिइस् र त्यस बिउ नछरेको भूमिमा इजरायल आफ्नो परमप्रभुको निम्ति पवित्र थियो र त्यो उहाँको फसलको अगौटे फल थियो। त्यसलाई निन्नेहरू सबै दोषी ठहरिएर विपत्ति हुनेहरूमाथि आइलागे। परमप्रभु भन्नुहुन्छ, हे याकुबका घरना, हे मण्डली भनेर प्रभुले भन्दै हुनुहुन्छ, हे इजरायलका घरना हो, हे मण्डली सबै वंश हो, परमप्रभुको वचन सुन। परमप्रभु यसो भन्नुहुन्छ, तिमीहरूको पिता पुर्खाले ममा के दोष भेट्टाएर तिनीहरू मबाट टाढा भए? तिनीहरू व्यर्थका मूर्तिहरूका पछि लागेर आफैलाई बेकमा तुलाए। जब इजरायलीहरूले परमप्रभुलाई त्यागेर मूर्तिहरू पछि लागे, परमप्रभुले अनि भन्दैछ, तिम्रो पहिलो प्रेम कहाँ भयो? तिमीहरूले यो सोधेर प्रभु कहाँ हुनुहुन्छ, जसले हामीलाई मिश्रदेखि निकालेर ल्याउनु भयो र हामीलाई उजाड स्थानमा डोडाएर ल्याउनु भयो, मरुभूमि र खाल्लो भएको जग्गा र पानी नभएको घोर अन्धकारको ठाउँबाट, जहाँ कोही पनि यात्रा गर्न सक्दैन, जहाँ कोही बस्दैन। मैले तिमीहरूलाई एउटा मलिलो देशमा त्यसको फलहरू र असल कुराहरू तिमीहरूलाई खान भनी ल्याए। तर तिमीहरू आयो र तब तिमीहरूले मेरो देशलाई बिटोलो पार्यो र मेरो उत्तराधिकारलाई घेरे तुल्यायो। परमप्रभु कहाँ हुनुहुन्छ? पुजारीहरूले भनेनन्, व्यवस्थाका सिकाउनेहरूले मलाई चिनेन। शासकहरू मेरो विरुद्धमा बाँकी भए, अगमवक्ताहरूले बाल देवताको नाममा अगमबानी बोलेर व्यर्थका मूर्तिहरूको पछि लागे। इजरायलीहरूलाई परमेश्वरले यस्तो प्रेम गर्नुभयो नि, होइन? इजिप्टमा 420 वर्ष दासत्वमा उहाँले चाहिँ मरुभूमिमा ल्याउँदाखेरि उनीहरूलाई रातमा बादलको खाबु, रातमा बादल के हुन्छ भन्दाखेरि आगोको त्यो मम्बल जस्तो भएर न्यानो बस्थ्यो। उनीहरू त्यो मरुभूमिको चिसोमा उनीहरूलाई न्यानो भएर उनीहरू सबै सुत्थ्यो। दिउँसो उनीहरूलाई गर्मी हुँदाखेरि बादल आउँथ्यो र त्यो बादलको एयर कन्डिसनिङ पुरै दिएको हुन्थ्यो। अनि उनीहरूलाई भोक लाग्दाखेरि
मन्ना आउँथ्यो र उनीहरूले मन्ना खाएपछि उनीहरूले के भन्छ भन्दाखेरि 420 वर्षमा उनीहरूको जेनेरेसनमा उनीहरूको कपडा पनि फाटेन अरे, उनीहरूको पाइट पनि फाटेन अरे र उनीहरूको खुट्टाहरू पनि कहीँ कतै सुनेर पनि सुनेन थिएन अरे, अनि कतै यसो चर्को पनि परेको थिएन अरे। परमेश्वरलाई इजरायलीहरूले त्यस्तो प्रेम गर्नुभयो नि, अनि परमेश्वरले इजरायललाई सोध्दै हुनुहुन्छ, तिमीहरू व्यर्थको मूर्तितिर लागेर मलाई किन त्याग्यो? खै त त्यो मेरो पहिलो प्रेम। उहाँ मिश्रमा हुँदा त 420 त पुकारिरहेको प्रभुलाई, प्रभु हामी यहाँ दास भयो, हामीलाई यति दुःख भयो, हामीले इँटाहरू पोलिरहेको छौँ, यति बोक्नु परेको छ, यति चुटाइहरू खाइरहेको छौँ, मलाई लिन आउनुहोस् भनेर पुकारा गर्दाखेरि छ नि इजरायलीहरू छ नि, जब मोसाद्वारा इजरायलीहरू परमप्रभुले निकालेर लिएर आउनुभयो अनि प्रभुले अनि इजरायलीलाई सोध्दै हुनुहुन्छ, तिम्रो पहिलो प्रेम खै त? हामीहरू पनि के त्यस्तै भएको छैनौँ? हामी प्रभुलाई कस्तो हृदय लिएर आएको छौँ, जोत जाँगर लिएर आएको छौँ, त्यो पहिलो प्रेम खै त भनेर छ नि तपाईँहरूलाई छ नि मण्डलीलाई प्रभुले सोध्दै हुनुहुन्छ। र उहाँको क्यारेक्टर चाहिँ के भन्दाखेरि परमेश्वरको होलीनेस, उहाँको पवित्रताको कुरा। परमेश्वर मात्र पवित्र हुनुहुन्छ, पृथ्वी ब्रह्माण्ड सबैमा परमेश्वर मात्र पवित्र हुनुहुन्छ। तर हामीलाई परमेश्वरले यस्तो अपर्च्युनिटी दिनुभएको पनि यसो क्रिस्टको रगतद्वारा छ नि हामीलाई हरेक दिन पवित्र हुने हामीलाई अपर्च्युनिटी दिनुभएको छ। तब जब हामीले छ नि उहाँलाई पश्चाताप गर्छौँ र हाम्रो पाप मानिलिन्छौँ नि, उहाँले हामीलाई हरेक दिन पवित्र बनाउन चाहनुहुन्छ र हामी उहाँको नजिक जान सक्छौँ, किनभने पवित्रता दिन हामी उहाँको नजिक जानै सक्दैनौँ। त्यसैले यशाया 6:3 भन्नुभयो, अनि एउटाले अरूबाट यसो भन्दै पुकार्दै थिए, सर्वशक्तिमान परमप्रभु पवित्र 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 हुनुहुन्छ, सारा पृथ्वी उहाँको महिमाले भरिपूर्ण छ। अति पवित्र परमेश्वर हुनुहुन्छ। प्रकाश 4:8 भन्दै हुन्छ, ती चारैवटा प्राणीका 6,6वटा पखेटा थिए र चारैपट्टि र भित्रपट्टि आँखाहरूले भरिएका थिए। दिनरात तिनीहरू नथामिकन यसो भन्दै गाइरहन्छन्, पवित्र 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 परमेश्वर, सर्वशक्तिमान परमेश्वर, जो हुनुहुन्थ्यो हुनुहुन्छ र जो आउनुहुनेछ। अनि 1:7 भन्नुभयो, परमप्रभु बाहेक पवित्रहरू कोही छैन, तपाईँ जस्तोहरू कोही छैन, हाम्रो परमेश्वर जस्तोहरू कुनै सट्टा छैन। हाम्रो परमेश्वर एकमात्र परमेश्वर यीशु ख्रीष्ट उहाँ मात्रै पवित्र हुनुहुन्छ। आज हामी प्रार्थना गरौँ, हामी सबै एकचोटि उठौँ, हामी उहाँलाई आज प्रार्थना गर्दछौँ। प्रभु हामी तपाईँलाई धन्यवाद दिन चाहन्छौँ आज यस वचनको लागि। प्रभु तपाईँले हामीलाई तपाईँको क्यारेक्टरको बारेमा सिकाउनु भयो, कसरी आज्ञाकारी हुनुपर्छ भन्ने कुरा सिकाउनु भयो। पिता हामी तपाईँलाई धन्यवाद दिन चाहन्छौँ, तपाईँले हामीलाई कसरी प्रभु तपाईँको विस्डम हामीले दिनुपर्छ भनेर वचनद्वारा हामीलाई सिकाउनु भयो। प्रभु हामी तपाईँलाई अति नै धन्यवाद दिन चाहन्छौँ। तपाईँले हामीलाई कसरी तपाईँको प्रेमलाई बुझ्न सकौँ र तपाईँको पहिलो प्रेम हामी आउन सकौँ भनेर बुझाउनु भयो। हामी तपाईँलाई प्रार्थना गर्दछौँ प्रभु, तपाईँको पहिलो प्रेमको पवित्र आत्माको शक्ति सामर्थ्य प्रभु यस ठाउँमा आएको होस् घोषणा गर्दछौँ। तपाईँको प्रभु त्यो आज्ञाकारिताको प्रभु पवित्र आत्माको शक्ति र सामर्थ्य प्रभु मण्डलीमा आएको होस् भनी म घोषणा गर्दछु। पवित्र आत्माको प्रभु विजडम 7 स्पिरिट अफ द लर्ड प्रभु यस मण्डलीमा आएको होस् भनी म घोषणा गर्दछु। पवित्र आत्मा हामी प्रार्थना गर्दछौँ, तपाईँको होलीनेस प्रभु हामीलाई आज सिकाइदिनु भएको हामी प्रार्थना गर्दछौँ। कसरी पवित्र रहनुपर्छ र कसरी हामी जिउनुपर्छ अनि कसरी हामी उहाँको सामुन्ने जान सक्छौँ भनेर प्रभु हामीलाई तपाईँलाई आज सिकाउनु भयो। पवित्र आत्मा हामी तपाईँलाई धन्यवाद दिन चाहन्छौँ। पवित्र आत्मा आज यस ठाउँमा रहनु भएकोमा अनि हामी तपाईँलाई धन्यवाद दिन चाहन्छौँ।
जसरी प्रभु हजुरले विभिन्न मण्डलीहरूलाई प्रभु तपाईँले चेतावनी दिँदै हुनुहुन्थ्यो र तपाईँलाई मात्र प्रभु जसरी प्रकाश 2 मा 7वटा मण्डलीको बारेमा तपाईँले विभिन्न प्रभु वचनहरू दिनुभयो अनि हरेक मण्डलीलाई तपाईँले भन्नुभयो तिमीहरूको काम म जान्दछु, तिमीहरूको विचार म जान्दछु, तपाईँले भन्नुभयो प्रभु। अनि तपाईँले भन्नुभयो हरेक मण्डलीलाई पश्चाताप गर भन्नुभयो प्रभु। एफिससको मण्डलीलाई तपाईँले भन्नुभयो तिमीले पहिलो प्रेमलाई भुलेका छौ, तिम्रो पहिलो प्रेममा आऊ भन्नुभयो। उहाँले स्मिर्ना चर्चलाई भन्नुभयो तिमी सताइएका छौ पनि तर तिमी नथाक, तिमी अगाडि बढेर भनेर भन्नुभयो। पर्गाममको चर्चलाई भन्नुभयो तिमीले कम्प्रोमाइजिङ नगर, परमेश्वरको होलिनेसलाई कम्प्रोमाइजिङ नगर, सटानिक चर्च भनेर भनेको थियो। तर प्रभु हे प्रभु हरेक मण्डलीले तपाईँले पश्चाताप गर्ने मौका दिनुभएको छ प्रभु आज, ताकि प्रभु हामी तपाईँको नजिक आउन सकौँ। थिएटरको मण्डलीलाई तपाईँले भन्नुभयो करप्टेड चर्च भन्नुभयो, अनि प्रभु तपाईँले पश्चाताप गर भन्नुभयो। अनि तपाईँले भन्नुभयो तिम्रो वस्त्रहरूलाई म फेरि सेतो बनाउँछु भन्नुभएको छ प्रभु। सार्डिसको मण्डलीलाई प्रभु तपाईँले भन्नुभयो तिमी उठ, जाग, तिमी मरिसकेका छौ, तिमी अब उठ्न जरुरी छ, तिम्रो परमेश्वरको महिमा बोक्न जरुरी छ भनेर तपाईँले भन्नुभएको छ प्रभु। यसरी लौडिसियाको चर्चलाई तपाईँले भन्नुभयो न तिमी न चिसो छौ न तिमी तातो छौ, अनि प्रभुले भन्नुभयो म त्यस्तोलाई त म मेरो ओक्काले दिन्छु भन्नुभयो, म बान्ता गरिदिन्छु भन्नुभयो। अनि प्रभुले लौडिसियाको चर्चलाई भन्नुभयो तिमी अब उठ्न जरुरी छ, तिमी अब तातो हुन जरुरी छ प्रभु, अब भन्ने कुराहरू तपाईँले सिकाउनु भएको छ प्रभु। हामी यस समय प्रार्थना गर्दछौँ तपाईँको 7 स्टार्स प्रभु, तपाईँको एन्जलहरू स्टममा खटाउनु भएको छ प्रभु। तपाईँको प्रभु 7 ल्याम्प स्ट्यान्ड मध्ये प्रभु एउटा मण्डली जुन तपाईँले प्रभु स्टममा खडा गर्नु भएको छ, हामी प्रार्थना गर्दछौँ प्रभु यो मण्डली आउने दिनहरूमा प्रभु काठमाडौँमा प्रभु तपाईँको शक्तिशाली प्रेरित मण्डलीहरू सेवा गरेको होस् भने हामी प्रार्थना गर्दछौँ प्रभु। ओ रन्दर से केरेन्देरे हे प्रभु, हामीसँग प्रार्थना गर्दछौँ प्रभु तपाईँको 2 कोरिन्थियन 1:20-22 किनकि परमेश्वरको सबै प्रतिज्ञा उहाँको हुनुहुन्छ र यसकारण उहाँद्वारा परमेश्वरको महिमाको निम्ति हामी आमेन भन्छौँ। तर हामीलाई हामीसँगै तिमीहरूसँग क्रिस्मा दरिलो पार्नु हुने र हामीलाई अभिषेक गर्नुहुने परमेश्वरै हुनुहुन्छ। उहाँले हामीमाथि आफ्नो छाप लगाउनु भएको छ र हाम्रो हृदयमा महिनाको रूपमा पवित्र आत्मा दिनुभएको छ। आज मण्डलीमा कोही नयाँ विश्वासी हुनुहुन्छ भने अगाडि आउनु होला, हामी पवित्र आत्माको आज ब्याप्टिजम गर्नेछौँ। कोही मण्डलीमा नयाँ हुनुहुन्छ उहाँ दाई भर्खरै आउनुभएको छ, उहाँ दाईको नाम के हो? पवित्र आत्मा तपाईँलाई हामी स्वागत गर्छौँ। र मण्डलीको हाम्रो पास्टर बुवाहरू आएर होइन अनि लिडरसिपहरू तालिमहरू आएर उहाँलाई चाहिँ पवित्र आत्माको बत्तिसमा दिदिनु होला है उहाँलाई। र हामी प्रार्थना गर्दछौँ हाम्रो दाइलाई आज पवित्र आत्माको बत्तिसमा हाम्रो मण्डलीको पास्टर हाम्रो लिडरसिप टिमले पवित्र आत्माको हो शक्ति र सामर्थ्य बगो रान्दाला सेकेरे देरे खेरे देरा हावा हावा रान्दालाका रोन्दो र हावा सेवेरे देरे हे प्रभु। यो छोरालाई तपाईँले चुन्नु भएको छ प्रभु, यो छोरा तपाईँको हो, यो छोरालाई तपाईँले आज जोडाउँदै हुनुहुन्छ। हामी प्रार्थना गर्दछौँ प्रभु यो छोरालाई तपाईँको ओ पवित्र आत्माको प्रभु आज हामी ब्याप्टिजम दिन गइरहेका छौँ प्रभु। यो छोरालाई प्रभु तपाईँको आज पवित्र आत्माको पिता पुत्र पवित्र आत्माको नाममा ओ प्रभु Father, we pray in the name of Jesus to give the full baptism of Holy Spirit, to give the full baptism of the Holy Spirit प्रभु। ईश्वरलाई तपाईँको पवित्र आत्माको प्रभु आज ब्याप्टिजम हामी दिँदैछौँ प्रभु। यो छोरा आजबाट प्रभु अचम्म र उदेखो काम गर्नेछ, छोरा आजबाट प्रभु छुट्टै हुनेछ प्रभु। यो छोराको प्रभु हात र बल खुट्टाहरूमा तपाईँको बल र शक्तिको घोषणा गर्दछु प्रभु। यो छोरालाई तपाईँले प्रभु आज जोडाउनुहोस् प्रभु, ईश्वरलाई तपाईँले जोडाउनुहोस् प्रभु। ओ तपाईँको सेभेन स्पिरिट प्रभु हामी प्रार्थना गर्दछौँ छोरालाई तपाईँको प्रभु यिर्मया 1:5को वचन अनुसार तपाईँको बुद्धिले भरिदिनुहोस्। यदि कसैलाई बुद्धिको अभाव छ भने नजन्तिकन दिनुहुने परमेश्वरसँग मागोस्, त्यसलाई दिइनेछ भन्नुभएको छ प्रभु। विश्वाससँग मागोस् प्रभु। छोरा प्रभु आज तपाईँको प्रभु
बुद्धिले प्रभु भरिदिनुहोस् प्रभु आइजाय 11:2 को वचन अनुसार प्रभु 7 स्पिरिटले भरिदिनुहोस् प्रभु बुद्धि र सब शक्तिको आत्मा सल्लाह र शक्तिको आत्मा परमप्रभु भय ज्ञानको आत्माले प्रभुको आत्माले छोराहरूलाई भरिदिनुहोस् भनी प्रार्थना गर्दछु यहाँनिर 33 को 3 को वचन अनुसार प्रभु छोराहरूलाई प्रभु मलाई पुकार पुगनको निम्ति प्रभु अचम्म र उद्योगका कामहरू र गैर गुप्तको कुराहरू दिन्छु भन्नुभएको छ भविष्यमा के हुनेछ भन्ने कुराहरू दिन्छु भन्नुभएको छ प्रार्थना गर्दछु प्रभु आजबाट पवित्र आत्मा ईश्वरहरूलाई तपाईँ डराउनुहोस् प्रभु म यसो प्रार्थना गर्दछु यो छोराले प्रभु मण्डलीमा प्रभु युथको पार्टिसिपेसनमा प्रभु शक्तिशाली काम गरेको बस प्रार्थना गर्दछु प्रभु ईश्वरलाई तपाईँ डराउनुहोस् प्रभु अनि यो ड्याडीलाई तपाईँले छोरालाई तपाईँले जोडाउनुहोस् प्रभु यो छोरा प्रभु तपाईँको छोराछोरीहरूसँग मण्डलीसँग प्रभु इन्टरसेसन प्रेयरमा भाग लिनेछ प्रभु इन्टरसेसन प्रेयरमा भाग लिनेछ प्रभुको निम्ति राज्यको निम्ति प्रभु मण्डलीको निम्ति प्रभुसँग प्रभु ओ धादोमा उभिएर प्रभु हो प्रभु धादोमा उभिएर काम गर्ने छोरा हुनेछ प्रभु हामी प्रभु तपाईँलाई धन्यवाद दिन चाहन्छौँ यो छोराहरूलाई तपाईँको प्रभु अभिषेक बोल्दछु प्रभु तपाईँको अभिषेकले यो छोराको हरेक चुहाहरू टुक्रा टुक्रा भएको घोषणा गर्दछु ओ छोराको प्रभु शरीर भएको कुनै पनि रोगहरू यस क्रिस्टको नाउँ रहेको शक्तिमा प्रभु निको भएको घोषणा गर्दछु हजुरले खानुभएको 39 करोडको चोटि आज यो छोरा निको भएको छ योगको भएको छ प्रभु तपाईँलाई के छ रिङ्गनु चल्छ प्रभु म प्रार्थना गर्दछु प्रभु यो छोराको प्रभु ढिङ्गरो लाग्ने प्रभु दुष्ट आत्मा भूत आत्मा अन्धकार आत्मा यसको नाउँ रगत शक्तिमा म टुक्रा टुक्रा बनाउँदछु प्रभु यो प्रभु ढिङ्गरो लाग्ने आशिष समय निक्लेकोस् तपाईँ भस्म गरी आउनुहुन्छ प्रभु त्यो सबै ढिङ्गरो आत्माहरू टुक्रा टुक्रा भएको हो पूर्ण छुटकारा सञ्चार गर्दछु ओ राधा सेकेरे देरे खारा सेकेरे देरा तारा दुए ओ रामजला हस्सा तारा देरे ओ प्रभु जसरी प्रभु तपाईँले उसको प्रभु सासूलाई प्रभु तपाईँले हात छेर प्रार्थना गर्नुभएको थियो अनि त्यो छोरी तुरन्त निको भएको थियो प्रभु अनि चिया बनाउन खाना गर्नुको थियो छोरा आज यस मण्डलीबाट निक्लेर पूर्ण रूपमा चङ्गाई भएको छ तपाईँको गवाई भएको छ प्रभुको नाममा गवाई भएको छ छोरा गवाई बनाउनुहोस् प्रभु यो छोरालाई प्रभु इन्टरसेसन टीममा तपाईँले भाग दिनलाई बोलाउँदै हुनुहुन्छ प्रभु तपाईँलाई धन्यवाद यो छोरालाई तपाईँले प्रभु युथ टिममा प्रभु युथको प्रभु त्यो विजयको झन्डा लिएर प्रभु अगाडि बढ्नलाई तपाईँले प्रभु अगाडि बढाउनु भएको छ मण्डलीले प्रभु हृदय खोलेर प्रभु यो छोरालाई एक्सेप्ट गर्नेछ हृदय खोलेर प्रभु छोरालाई प्रभु वेलकम गर्नेछ प्रभु एडप्ट गर्नेछ प्रभु यो छोरालाई तपाईँले शक्तिशाली रूपमा चलाउनुहोस् भनी प्रार्थना गर्दछु प्रभु थ्याङ्क यू लर्ड थ्याङ्क यू तपाईँको के प्रार्थना विषय छ हजुर तपाईँको के प्रार्थना विषय छ छैन थ्याङ्क यू लर्ड यो छोरा छोरीहरूलाई तपाईँले प्रभु यो छोराहरूलाई मात्रै तपाईँले आज अभिषेक गर्नुभएको छैन तर परिवारलाई पनि अभिषेक गर्नुभएको छ प्रभु अनि उनीहरूको नातेदार घरहरूलाई पनि तपाईँले आज अभिषेक गर्नुभएको छ हामी तपाईँलाई धन्यवाद दिन चाहन्छौँ यदि कसैलाई अन्य भाषा बोल्नु आउँछ भने कसलाई अन्य भाषा बोल्नु आउँदैन अगाडि आउनुहोस् अन्य भाषा कसलाई बोल्नु आउँदैन कोही छ एनिमन र आज हाम्रो छोरीलाई तपाईँहरूले प्रार्थना गर्नु आज छोरीबाट अन्य भाषा बोल्नेछ ओ रान्दारा सेकेरे मेरे हेबे ओ रान्दारा प्रभु यो छोरीलाई तपाईँले प्रभु मण्डलीमा लिएर आउनु भयो परिवारमा लिएर आउनु भयो यो छोरी अनि घरलाई हामी तपाईँलाई धन्यको भन्दछौँ पिता यो छोरीलाई प्रभु आउने दिनहरूमा तपाईँले प्रभु शक्तिशाली रूपमा चलाउनुहोस् प्रभु ओ छोरी तपाईँको मण्डलीको प्रभु युथको प्रभु युथ अनि वर्शिप टिमको प्रभु ओ प्रभु तपाईँले ओ प्रभु बोल्दछु प्रभु यो छोरीलाई यो छोरी आजबाट प्रभु छुट्टै हुनेछ यो छोरी नयाँ जाँगर र जोसमा अगाडि बढ्नेछ यो छोरीलाई तपाईँले सहायता गरिदिनु भएको होस् पिता ओ रामदारा सेकेरिले यो छोरीलाई आज हामी 1 कोरिन्थियन 1:12 वचन अनुसार कसैलाई पवित्र आत्माद्वारा बुद्धिको कुरा बोल्ने र कसैलाई कुनै पवित्र आत्माद्वारा ज्ञानको कुरा बोल्ने कसैलाई कुनै पवित्र आत्माद्वारा विश्वास गर्ने कसैलाई उनीको पवित्र आत्माद्वारा रोग निको पार्ने वरदानहरू दिएका छन् कसैलाई आश्चर्य काम गर्ने कसैलाई अगमबानी बोल्ने कसैलाई आत्माहरू छुट्याउन सक्ने कसैलाई भिन्न भिन्न किसिमको भाषाहरू बोल्ने भने कसैलाई भाषाहरूको अर्थ दिने प्रभु हो तपाईँको प्रभु पवित्र आत्माको फलले भरिदिनुहोस् छोरीलाई पवित्र आत्माको प्रभु
ओ प्रभु आत्माद्वारा प्रभु तपाईँले छोरीलाई प्रभु गिफ्टिङहरू दिनुभएको छ भने प्रार्थना गर्दछु प्रभु धन्यवाद शोकरन्द प्रभु सानो बाबुहरू छोराछोरीहरूलाई प्रभु हामी प्रार्थना गर्ने गरिरहेको छु प्रभु युथ टिमहरूमा प्रभु हाम्रो किड्स मिनिस्ट्रीमा यो छोराछोरीहरूले प्रभु भाग लिनेछ प्रभु यो छोराछोरीहरूलाई भाग लिनेछ यो छोरीलाई भाग लिनेछ थ्याङ्क यू लर्ड यो छोरालाई प्रभु म सबै प्रार्थना गर्दछु आउने दिनहरूमा प्रभु किड्स मिनिस्ट्रीमा प्रभु विभिन्न ठाउँमा छोरा भाग लिनेछ दौडिनेछ त्यो छोरालाई प्रभु भाग लिनेछ दौडिनेछ प्रभु यो छोरीलाई प्रभु तपाईँले किड्स मिनिस्ट्रीमा चलाउनुहोस् किड्स मिनिस्ट्रीमा चलाउनुहोस् तपाईँको अभिषेक बोल्दछु पवित्र आत्माको अभिषेक हरेक छोरा छोरीहरूलाई बोल्दछु हरेक छोरा छोरीहरूमा बोल्दछु प्रभु किड्स मिनिस्ट्री प्रभु यस ठाउँमा प्रभु शक्तिशाली रूपमा गवाईको रूपमा अगाडि बढेको होस् भन्ने प्रार्थना गर्दछु प्रभु तपाईँले किड्स मिनिस्ट्री अगाडि बढाउँदै हुनुहुन्छ प्रभु तपाईँलाई धन्यवाद तपाईँलाई धन्यवाद धन्यवाद प्रभु धन्यवाद धन्यवाद तपाईँलाई धन्यवाद तपाईँलाई धन्यवाद ओ तपाईँले प्रभु तपाईँले त्यसैले मण्डलीलाई भन्नुभयो उठ प्रकाशमान हो किनकि तेरो प्रकाश आएको छ परमप्रभुको महिमा तमाथि उदाएको छ फेर अँध्यारोले पृथ्वी र घोर अन्धारमा मानिसलाई ढाकेको छ तर परमको महिमा तमाथि चम्काउनुहुन्छ उहाँको महिमाले तमाथि प्रकट हुनुहुनेछ जाति जाति तेरो प्रकाशमा र राजाहरू तेरो प्रभावको ज्योतिमा आउनेछन् तेरो आँखा उठाएर चारैतिर हेर तिनीहरू सबै जम्मा भएर तर्का आउनेछन् तेरा छोराहरू डाँडामा आउनेछन् तेरा छोरीहरू हातहरूको बोकेर ल्याइनेछन् तपाईँ देखेर त उज्जवल हुनेछ त्यो हृदय आनन्दले गदगद हुनेछ समुद्रको धान तप्को ल्याइनेछ जाति जातिका सम्पत्ति तर्का आउनेछन् उठहरूको बथान विज्ञान र नेपालका सवारीका उठहरू तेरो देश ढाकिनेछ कसैलाई केही कुनै हिलिङको बारेमा कसैलाई केही चाहिएको छ कसैलाई केही रोगहरू मुटुको रोग टाउको दुख्ने रोग कुनै रोगहरू छ भने हिलिङ एन्ड डेलिभरेन्स कसैलाई चाहिन्छ भने हाम्रो पास्टर बुवा उहाँले गरिदिनु हुनुहुन्छ अगाडि आउनु होला कसैलाई खुट्टा दुख्ने कसैलाई देउडा अगाडि आउनु देउडाको ढाड दुखिरहेको छ होइन पास्टर बुवा उहाँले प्रार्थना गरिदिनु होला हो प्रभु छोरीलाई तपाईँले प्रभु आज निको बनाउँदै हुनुहुन्छ प्रभु हामी तपाईँको अभिषेक बोल्दछौँ ओ तपाईँको रगतले छोरीलाई प्रभु शिरदेखि पाउसम्म कभर गर्नुहोस् प्रभु तपाईँले खानुभएको मुलाको चुली आजभरि निको हुँदैछ हाम्रो हृदयमा पनि त्यो फेरिनु भयो ओ अपराधको नित्य छेडिनु भयो हजुरले खानुभएको मुलाको चुलीले छोरी निको भएको छ हामी निको भएका छौँ हजुरले हामीलाई निको बनाउनु भएको छ हामीलाई निको बनाउनु भएको छ हामी तपाईँलाई धन्यवाद दिन चाहन्छौँ ओ राजाले कसैलाई केही रोगहरू केही दुखाइ पीडा छ भने आउनुहोस् होला कसैलाई केही छ भने आउनु होला अगाडि तपाईँलाई प्रार्थना गर्दछु ओ राजा हाम्रो बजेको निम्ति प्रार्थना गर्दछु यो बजेलाई प्रभु तपाईँले आज तपाईँको प्रभु यो कमजोर खुट्टाहरूलाई बलियो बनाइदिनुहोस् दर्जेका हातहरूलाई बलियो बनाइदिनुहोस् आँखामा तपाईँको ज्योति बोल्दछौँ प्रभु यो छोरीको प्रभु शरीर अङ्ग प्रत्येकलाई आज तपाईँको रिजर्भेसनको पावरले नयाँ बनाउँदै हुनुहुन्छ प्रभु यो छोरीको प्रभु ब्लड प्रभु ब्रेन सेलहरू नयाँ भएको होस् आँखाको ज्योति नयाँ भएको होस् आँखा प्रभु कानमा सुन्ने शक्ति नयाँ भएको होस् प्रभु हो प्रभु हार्टहरू प्रभु लङ्सहरू नयाँ भएको होस् अनुहारको डाइजेसन सिस्टमहरू नयाँ भएको होस् प्रभुको नाममा हामी घोषणा गर्दछौँ छोरीलाई आज तपाईँले रूपमा चङ्गाइ दिनुभएको छ नयाँ जीवन दिनुभएको छ यो छोरीलाई धन्यवाद प्रभु आज छोरीलाई प्रार्थना गर्दछु यो छोरीको रक्तका हातहरूलाई बलियो बनाउनुहोस् कमजोर खुट्टाहरूलाई बलियो बनाउनुहोस् छोरीको आँखामा तपाईँको ज्योति बोल्दछु ओ प्रभु यो छोरीको डाइजेस्टिभ सिस्टमहरू प्रभु नयाँ भएको छ Oh, we speak the healing. We speak the new power of resurrection to your mom, प्रभु तपाईँले छोरीलाई आज नयाँ बनाउनु भएको छ प्रभु तपाईँलाई धन्यवाद 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 प्रभु यो छोरीको लागि हामी प्रार्थना गर्नेछौँ प्रभु यो छोरीलाई प्रभु तपाईँले आज प्रभु जति पनि प्रभु शरीरमा कुनै दुखाइ चोट छ भने प्रभु छोरीलाई तपाईँले निको बनाइदिनु भएको छ प्रभु यो छोरीलाई आज निको भएको घोषणा गर्दछु प्रभु यो छोरीलाई तपाईँको रगतको मूल्य दिनु भएको छ प्रभु यो छोरीलाई तपाईँले प्रभु हात र खुट्टाहरूलाई तपाईँले बलियो बनाइदिनु भएको होस् हामी प्रार्थना गर्दछौँ प्रभु तपाईँको छोरीको हातहरूलाई नयाँ बनाइदिनु भएको होस् तपाईँको रिजरेक्सनको पावर आएको होस् यो छोरीको लङ्सहरूलाई तपाईँले आज नयाँ बनाइदिनु भएको होस् प्रभु यो छोरी आजबाट
प्रभु छुट्टै हुँदैछ प्रभु। तपाईँको महिमा बोकेर हिँड्ने छोरी हुँदैछ प्रभु। यो छोरीलाई तपाईँले युज गर्नुहोस्, तपाईँको शक्ति र सामर्थ्यद्वारा भर्नुहोस्, तपाईँको पवित्र आत्माद्वारा भर्नुहोस् प्रभु। यो छोरीलाई तपाईँले आज जीवन दिनुभयो, नयाँ शक्ति र सामर्थ्य दिनुभयो। ओ प्रभु, हामी तपाईँलाई धन्यवाद धन्यवाद धन्यवाद। उहाँलाई हामीलाई सबैले ताली बजाएर धन्यवाद दिउँ पवित्र आत्मालाई। थ्याङ्क यू लर्ड, थ्याङ्क यू। तपाईँले हिँडीको गर्नुभयो, चङ्गाई दिनुभयो, जीवन दिनुभयो, शक्ति र सामर्थ्य दिनुभयो। हामी चाहिँ लास्ट एउटा प्रार्थना गर्नेछौँ। भजन सङ्ग्रह 133 1-3 वचन हामी यस ठाउँमा घोषणा गर्दैछौँ। दाजु भाइहरू एकतामा बस्नु भलो र मनोहर कुरा हो। दाजु भाइहरू एकतामा बस्नु कति मनोहर र भलो कुरा हो। यो त शिरमा लगाएको मूल्यवान तेल जस्तो हुन्छ, जो हारुनको दारीसम्मै बगी आउँछ, जो तिनको पोसाकको कोठालोसम्मै बगेर जान्छ। त्यो हर्मोन डाँडाको शीत सियोन पर्वतको परे जस्तै हुन्छ, किनकि त्यही परमप्रभुले सदाकाल जीवनको आशिष गराउनुहुनेछ। हे प्रभु, हामी प्रार्थना गर्दछौँ तपाईँको प्रभु युनिटी प्रभु यस ठाउँमा आएको होस्। मण्डली प्रभु 1 गुणा 30 गुणा 60 गुणा 100 गुणा फल परेको होस्, अगाडि बढेको होस्। प्रेरित सेवाको मण्डली तपाईँ बनाउन चाहनुहुन्छ प्रभु। तपाईँको प्रभु अभिषेक यस ठाउँमा आज बनाइदिनु भयो, तपाईँलाई धन्यवाद। हामी समयमा यो माइक उहाँलाई दिन चाहन्छौँ।